नगरपालिकाका सम्पूर्ण टिमहरूलाई म कृतज्ञता प्रदान गर्दछु। मेरा आदरणीय पूर्ववक्ता मित्रज्यूले सामाजिक सञ्जालले दिएको राम्रो पक्ष, सामाजिक सञ्जालले गर्दा व्यक्तिले पाएको उज्यालो भविष्यलाई मात्र देख्नुभयो। उहाँले बिर्सनु भयो होला सामाजिक सञ्जालले दिएको यस उज्यालो भविष्यको पछाडि कालो अन्धकारले डरलाग्दो कथाहरू लुकेका छन्। हो, म यस मञ्चमा यही सामाजिक सञ्जालले गर्दा विद्यार्थीका जीवनमा भएका फाइदा र बेफाइदा मध्ये म यस शीर्षक बेफाइदाजनक छ भन्ने आफ्नो तर्क प्रस्तुत गर्न चाहन्छु। सर्वप्रथम त स्टिफन हकिङ स्टिफन, तपाईँहरूले नाम त सुन्नुभएकै छ होला। उहाँले के भन्नुभएको छ भने विज्ञान प्रविधि आफैमा खतरनाक छैन, विज्ञान प्रविधि त्यसकारण खतरनाक हुन्छ जसकारण मानिसले आफ्नो लोभ र लालचले गर्दा यसले विनाशकारी निम्त्याउँछ। हो, वास्तविकता यही नै हो। आदरणीय सभाध्यक्ष महोदयज्यू, आज यदि सामाजिक सञ्जाल एउटा बेफाइदाजनक बनेको छ त हाम्रै कारणले। आदरणीय सभाध्यक्ष महोदयज्यू, अर्को म के कुरा भन्न गइरहेको छु भने हाम्रा पूर्ववक्ता मित्रज्यूले के भन्नुभएको छ भने सामाजिक सञ्जालले मानव जीवनमा अक्सिजन सही अपरिहार्य कार्य गर्दछ। यदि सामाजिक सञ्जालले अपरिहार्य अक्सिजन सही कार्य गर्नुभएको भए सामाजिक सञ्जालमा अनलाइन ठगी, विभिन्न साइबर क्राइम, साइबर एवल जस्ता विभिन्न समस्याहरूको कारणले मानिसको मृत्यु किन हुन्छ? नेपालको सन्दर्भमा आज हेर्नुपर्दा 100मा 30% मानिसको मृत्यु सोही साइबर क्राइमको कारणले गर्दा भएको छ। आदरणीय सभाध्यक्ष महोदयज्यू, अझ विद्यार्थीतर्फ जानुपर्दा विद्यार्थी जीवनमा सामाजिक सञ्जाल भनेको त बहाना जस्तो बनेको छ। आमा म एकछिन पढ्छु है त, बाबा म एकछिन पढ्छु भन्छ। जब कोठामा पढ्छु भन्न जान्छ त्यतिखेर पबजी, फ्री फायर जस्ता विभिन्न भिडियो गेमहरूमा लाग्छ र महिला भयो भने टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा बिताउँछ। यही सामाजिक सञ्जालकै कारण यही हाम्रो शिक्षा क्षेत्रमा पनि नराम्रो असर परेको छ। 2071को शैक्षिक सत्र र अहिले 2082को शैक्षिक सत्रमा हेर्नुपर्दा निकै नै गिरेको छ। उतिखेर 60मा 60% पास छुट्यो भने अहिले 100मा 50% भन्दा बढी विद्यार्थीहरू फेल भइरहेको छ। अझ भन्नुपर्दा सामाजिक सञ्जालले गर्दा नै मानिसहरूको निद्रा नपुग्ने, टाउको दुख्ने, आँखा दुख्ने जस्ता विभिन्न कार्यहरू गर्दछन् जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो मस्तिष्कलाई डेभलप हुन दिँदैन। आदरणीय सभाध्यक्ष महोदयज्यू, म अन्तिममा के भन्न चाहन्छु भने कान्छो माटोलाई जस्तो आएका थिए त्यस्तै भन्छ भने जस्तै हाम्रो यो उमेर भनेको एउटा नैतिक तथा चरित्र निर्माण गर्ने उमेर हो। यस उमेरलाई त्यसैखेर नफालौँ, नत्र भने हाम्रो जीवन पनि एउटा सामाजिक सञ्जालले अभिशाप नै तुल्याएको जस्तो हुन्छ भन्दै म यस मञ्चबाट बिदा हुन्छु। हस्त, धन्यवाद। धन्यवाद। बराब क्षेत्र माविबाट हुनुहुन्थ्यो सलिना जीसी। अब भने म अर्को वक्तालाई बोलाउन गइराखेको छु। मावि सुन्दरबाट हुनुहुन्छ, कुरा पक्षमा केही कुरा राख्नको लागि आउँदै हुनुहुन्छ सञ्जय रोका। उहाँले जोरदार तालीले स्वागत गराउनु। धन्यवाद। कार्यक्रमको चालकजी, यस गरिरहेको सभाका सभाध्यक्षजी, प्रमुख अतिथिजी, विशिष्ट अतिथिगणहरू, हातमा निष्पक्ष न्यायको तराजु लिएर उपस्थित हुनुभएका आदरणीय विनायक मण्डलजी र समयपालकजी, मसँग प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरूमा सर्वप्रथम स्वीकार्नुहोस्। म महाविद्यालय कक्षा 9 मा अध्ययन छात्र सञ्जय रोकाको तर्फबाट न्याय अभिवादन। आज मिति 2083 3 महिना 14 गतेका दिन हुन गइरहेको यस वार्षिक प्रतियोगितामा म सहभागी हुन पाउँदा अत्यन्तै खुसी छु। साथै यस चुनावले मौका प्रदान गर्ने सिङ्गो लुग्री गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखालाई हार्दिक धन्यवादका साथ म सभाध्यक्षको अनुमतिमा आफ्नो विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु। मेरो भागविवादको शीर्षक रहेको छ डिजिटल युगमा विद्यार्थीको लागि सामाजिक सञ्जालको प्रयोग गर्ने पक्षमा त म आफ्ना केही भनाइहरू राख्न गइरहेको छु। हामी 21औं शताब्दीको युगमा गयौँ। 21औं शताब्दीको युग डिजिटल क्रान्तिको युग हो। हामी अहिले एउटा यस्तो संसारमा बाँचिरहेका छौँ जुन सामाजिक सञ्जालले त शिक्षाको परिभाषा नै बदलिदिएको छ र संसारको कुना कुनामा पुर्याएको छ। सामाजिक सञ्जालले विद्यार्थीको व्यक्तित्व विकासमा अझ महत्त्वपूर्ण भूमिका खेलेको छ। कसैसँग बोल्ने कलालाई, कसैसँग नाच्ने कलालाई, कसैसँग गाउने कलालाई, त्यस्तो कलालाई संसारभरि चिनाउन मद्दत पुर्याएको छ। सामाजिक सञ्जाल केवल एक अल्झिने साधन मात्र होइन। सामाजिक सञ्जाल त ज्ञानको खुला विश्वविद्यालय सुधा खोलिसकेको छ। युट्युब, फेसबुक, म्यासेन्जर जस्ता विभिन्न एपका कारण दुर्गम गाउँमा रहेका विद्यार्थीहरूले शिक्षा आर्जन गर्न सकेका छन्। उनीहरूले विभिन्न ठाउँमा रहेका कुराहरू सिक्न पाएका छन्। विकसित मुलुक हाम्रो फ्रान्स, अमेरिका, क्यानाडा, मेक्सिकोले आयोजना गरेको यो
वर्ल्ड कप कसरी थाहा पाए त कुनै एक युवा पुगेको छ नेपालको युवा वर्ल्ड कप हेरेर वर्ल्ड कप अहिले निकै चलिरहेको छ तर वर्ल्ड कप कसरी थाहा पायो भन्दाखेरि सामाजिक सञ्जालको कारणले गर्दा थाहा भयो सामाजिक सञ्जाल नहुने भने यो वर्ल्ड कप भन्ने केही थाहा हुँदैन थियो हामीले कुनै क्वेसन जानेका हुँदैनौँ र उहाँ क्वेसन फेरि गुरुले पनि जान्नु हुनुभयो नि त त्यो क्वेसनलाई कसरी हल गर्ने त त्यो क्वेसनलाई हल गर्नको लागि सामाजिक सञ्जाल चाहिन्छ सामाजिक सञ्जाल भएन भने हामी त्यस्ता क्वेसनको हल गर्नै सक्दैनौँ सभाध्यक्ष महोदय आजको शिक्षा केवल एक्लै बसेर भोग्ने मात्रै होइन यो त सिकाइ गइएको विद्यार्थीहरूले सामाजिक सञ्जालको प्रयोग गरेर सामूहिक सिकाइ अध्ययन बनाएका छन् उनीहरूले संसारभरि चलिरहेका साथीहरूसँग ज्ञानयुक्त कुराहरू सिक्न प्राप्त गर्न सहयोग पुर्याएको छ सभाध्यक्ष महोदय के यो सामाजिक सञ्जाल बिना सम्भव थियो त पक्कै पनि थिएन सभाध्यक्ष महोदय अन्तिममा म के भन्न चाहन्छु भने सामाजिक सञ्जाल केवल विद्यार्थीहरूको विकासको बाधक होइन बरु यो त सृजनशील प्रगति र सफलताको एक दुईटो भन्दै मेरा दुईटा शब्द एक दुई गर्न चाहन्छु हस्त धन्यवाद धन्यवाद मावि छिउँदाबाट हुनुहुन्थ्यो सञ्जय रोका अब भने म अर्का प्रतियोगी छात्र श्री बराज क्षेत्र माध्यमिक विद्यालयकी छात्र आफ्नो विपक्षमा तर्क राख्न आउँदै छिन् दालसरी खड्का उनलाई जोडदार तालिम होइन एकदम दामी छ तिमीले मेवाबाट नि हौसला छ है धन्यवाद कार्यक्रम सञ्चालकज्यू यही कार्यक्रमका सभाध्यक्ष महोदय प्रमुख अतिथि विशिष्ट अतिथि र मञ्चमा आसीन अतिथिज्यूहरू र सत्यलाई सत्य र असत्यलाई असत्य छुट्याउन हातमा लिएर बस्नुभएका निर्णय कन्दज्यू समय पालकज्यू र यही कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू समाजसेवी बुद्धिजीवी अभिभावक र मेरा प्रतिस्पर्धी साथीहरूमा स्वीकार्नुहोस् मेरो व्यक्तिगत तर्फ साथै श्री बराज क्षेत्र माध्यमिक विद्यालयको तर्फबाट न्यानो नमस्कार आज मिति 2083 साल असारको 14 गतेका दिन यही पढाइ मेलाको अवसर पारेर हुन गइरहेको वाद विवाद प्रतियोगितामा म सहभागी हुन पाउँदा आफूले खुसी एवं भाग्यमानी तुल्याएकी छु साथसाथै आज यस वाद विवाद प्रतियोगिताको शीर्षक रहेको छ डिजिटल युगमा विद्यार्थीहरूका लागि सामाजिक सञ्जालको प्रयोगको फाइदा कि बेफाइदा र म यसको विपक्षतर्फ बोल्न गइरहेकी छु कुनै पनि विषयवस्तुको बारेमा वर्णन गर्नु पहिला त्यसको परिचयको आवश्यकता पर्छ त्यसकारण सामाजिक सञ्जाल भनेको इन्टरनेट तथा डिजिटल प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने एउटा भर्चुअल माध्यम हो जसलाई सामाजिक सञ्जाल भनिन्छ सर्वप्रथमतम अङ्ग्रेज कवि तथा विचारक टी.एस.द्वारा गम्भीर प्रश्न गरिएको बाट सुरु गर्न चाहन्छु जसले भनेका छन् सूचनाको बारेमा हामीले ज्ञानलाई कहाँ गुमायौँ र ज्ञानको बारेमा हामीले विवेकलाई कहाँ गुमायौँ सभाध्यक्ष महोदय मेरो पूर्व वक्ता साथीले सामाजिक सञ्जालको उज्जवल र काल्पनिक कुरा बताउनु भएको छ तर यसले विद्यार्थीको जीवनमा पारेको मौलिकता र भविष्यको जगलाई भट्काइराखेको छ सभाध्यक्ष महोदय स्टिभ जबले भन्नुभएको छ कि विज्ञान तथा प्रविधिको विकास आफैमा खतरनाक हुँदैन मानिसमा हुने लोभ र लालचले यसलाई विनाशकारी बनाउँछ सामाजिक सञ्जालले विद्यार्थीको मौलिकता एकाग्रता साथसाथै भविष्यको जीवनको लक्ष्यलाई समाप्त पार्दै आएको छ सबैभन्दा बढी त यसले विद्यार्थीहरूको ध्यान केन्द्रित गर्ने क्षमतालाई निर्मलतापूर्वक नष्ट गर्दै आएका छ जस्तै सामाजिक सञ्जालहरू टिकटक फेसबुक युट्युब इन्स्टाग्राम आदिको नियमित प्रयोगले विद्यार्थीहरूले आफ्नो अमूल्य समय गुमाइराखेका छन् सभाध्यक्ष महोदय दार्शनिक रुसोले भन्नुभएको छ मानिस जन्मदा स्वतन्त्र जन्मन्छ सोच एउटा काक्लोले बारिएको हुन्छ आज विद्यार्थीहरू पनि त्यस्तै भएका छन् जहाँ टिकटक तथा फेसबुकमा हुने लाइभ र भ्युजको मानसिकताले उनीहरू नराम्रोसँग बारेका छन् र यस्ता विभिन्न कारणले गर्दा विद्यार्थीहरू आफ्नो डिप्रेसन हिंसाबोध र मानसिक तनावको शिकार हुन पुगेका छन् त्यति मात्र कहाँ हो र यसको शारीरिक तथा स्वास्थ्यमा पनि निकै डरलाग्दो समस्या देखा परेको छ जहाँ विद्यार्थीहरू नियमित मोबाइलको प्रयोग गर्नाले आँखा सम्बन्धी समस्या शारीरिक तथा मानसिक अन्य समस्या देखा परेका छन् त्यति मात्र कहाँ हो र साइबर अपराध साइबर बुलिङहरू धेरै समस्याहरू निम्ताएका छन् सभाध्यक्ष महोदय एउटा भनाइ छ कि जसको कतै पनि गन्तव्य हुँदैन त्यसले हावाले पनि सही दिशा देखाउँदैन आज सामाजिक सञ्जालले विद्यार्थीहरूको जीवन त्यस्तै अल्मलाइराखेको छ सभाध्यक्ष महोदय अन्त्यमा जसरी एउटा
भविष्यलाई अन्धकारतिर धकेल्दैछ भन्दै सामाजिक फेसबुक तथा टिकटकको सस्तो भ्युज बिताखिएको जीवन बनाउँछ भ्युज भन्दै आफ्ना गहकिला भरिहरू यही टुङ्ग्याउँछु। हस्त धन्यवाद। धन्यवाद। बराक क्षेत्र माध्यमिक विद्यालयका छात्रा दालचोरी खड्का आफ्नो तर्क राखेर गइसक्नु भएको छ र विज्ञान पुन मगर नेरा मावि पाङबाट उहाँले नाम कटाउनु भएको छ सरले। त्यसकारण म फेरि पनि हिक्मतेश्वर माविबाट आदरणीय अध्यक्षज्यू तथा सभापतिज्यू निर्णय